फोटो होइन भिडियो बनाएको मैले त भिडियो अँ लगे त्यो फोटो त गर्दिनु यहीबाट फोटो निकाल्नु मिल्छ पछि सरको दाडी वाउ के मम्मीको मोबाइल दिनु न मम्मीको मोबाइल खै मम्मी अब भिडियो बनाइरहेको छु गरम बिरा फोटो खिच्नुलाई हो यतापट्टि उमेर खिचाएर सिधाइ सबै यसो दारीको देखाएर अहिले ह्यान्ड त टिप्दिनँ नि ह्यान्ड त ए बुढी सरको यार तिमीलाई कस्तो लागिरहेको छ भन्नुहोस् त 2 शब्द गाडी त जानु रहेछ उताबाट त जान्छ के यो फेरि कालनबाट कालपोखरी पल कालीपोखरी तर यो कच्ची रोड भएर हिँड्नु बाइक लिएर आउनु जान्दिन्थ्यो होला त के बाटो हिँड्न दिन्न के गर्नु बन्द गरेँ उताबाट आउँछ हजुर तपाईँलाई काठमाडौँ यहाँ आएर कस्तो लागिरहेको छ भन्नुहोस् मलाई आनन्द छ दे तपाईले सेन्ट देख्दैन नि तारा हेटा सेन्ट दियो भने त दिन बुया बस्यान्छ उही त बस्याल भयो त कथा हो उताबाट टिकटक बोक्ने र हेलो गाइस आज चाहिँ हामी सरकुलारी मन्दिरमा घुम्न आएको छौँ हैन टोपी छोराइदिनु क्या हाँ खुन्त्रो हजुरलाई कस्तो लागिरहेको छ सर्दै आएर रमाइलो के असु बोल्छ नि घुमिरहेको होला हे मोरेले बाबा फेरि अगाडि बस्यो पनि म त अगाडि नबसेन म त रुने मनी रुने मनी मलाई चिच्चै रुने जाम का उ भाने तू रे त्यो त एक्लै कहाँ बोरन जस्तो माथि पो अझै माथि पो छ अझै मस्तै छ यहाँबाट त 2-300 हजार 8-900 सिँढी छ बोलन बाटो कस्तो काप्छ र हेलो गाइस हम के गर्दा हे के रे बसेर पनि यस्तै ढुङ्गा पुरा आउँदाखेरि पनि त्यस्तो बनाएको छ यो ल ल दिए टोपी त जाम के अब बुझम भित्र बस्ने बेला कहिले पनि घन्टी नबजाउनु है कहिले पनि अब झर्ने बेला कहिले जाने बेला घन्टी बजाउनु किन बजाउनु के आउने बेला फर्केर आउने बेला उता पुरा बजाउँदै आउनु है मम्मी जाने बेला कम नपाउनु फर्किने बेला हामी जाँदाखेरि नि तिनजना बसेर जानु नाक चाहिँ हो बिर्को छु ल आउ मेरो भाइ यो त काफल होइन र यतिको लाइट गएछ अरे काफल काफल बुता हैन भगवान्ले काफल खान पाइन्छ भने यार बसेर भने भोगे त मरिन्न भनेर सास बढेर छ उताबाट भएर हामी खास जाने यताबाट आउने कताबाट उता पल्लोबाट जाने यताबाट झर्ने हो क्या यताबाट होइन अनि माथिबाट घुम्छ जाऊ उताबाट जाऊ काफलको बुट्टा बाँचका बुट्टा आइजाऊ क्या आइजाऊ त्यो कि घोडामा जान्छु र झ्याक चकेर म त सक्दैन अब यिनले फेरि दमन्ती उकाल त छैन यस्तै त्यहाँ ऊ छ यो सिँढी छ सुस्त सुस्त हिँड्ने हो क्या ए त्यो सर्छ हिँड त अगाडि त्यो हिँड त अगाडि बोइले म लिएर जान्छु कि अब हिँड्नु त कस्तो गर्छ पनि के गर्छ
हँ चढ्नुहोस् भनेर भन्दैन कि घोडा अलिकति उडाउँछ कि भयो हजुर अब यत्ना इगो ठिकै छ सुत जानु त हजुरलाई कस्तो लागिरहेछ यहाँ आएर राम्रो लागिरहेछ यसरी लिनु पर्छ इन्टरभ्यू